नेपालको राजनीतिमा आजकल एउटा नयाँ तरङ्ग आएको छ होइन त? तर यो तरङ्गसँगै एउटा ठूलो प्रश्न पनि उठेको छ कि यो लहर साँच्चै यहीँको माटोमा जन्मेको हो कि कतै बाहिरबाट चलेको हावा हो? आज स्रोत सामग्रीमा टेकेर हामी यही गुत्थी सुल्झाउने कोसिस गर्नेछौँ। ल सिधै प्रश्नमा जाउँ है त। अहिले चिया पसलदेखि सामाजिक सञ्जालसम्म सबैतिर एउटै बहस छ के राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन शाह जस्ता नयाँ राजनैतिक शक्तिहरू विदेशी शक्तिबाट परिचालित छन्? मतलब के उनीहरूलाई कसैले कन्ट्रोल गरिरहेको छ? यो प्रश्नले धेरैको मनमा डेरा जमाएको छ। अब सुरुमै एउटा कुरा क्लियर गरिहालौँ। हामीले हेरेको स्रोत सामग्रीले के भन्छ भने अहिलेसम्म यस्तो कुनै ठोस प्रमाण, कुनै प्रुफ भेटिएको छैन जसले उनीहरू विदेशीबाट परिचालित छन् भनेर देखाओस्। तर कुरा के भने प्रमाण नभए पनि हल्ला र शङ्काको बजार भने खुबै तातेको छ। त्यसो भए प्रश्न उठ्छ, प्रमाण नै छैन भने यत्रो ठूलो आरोप किन लागिरहेको छ त? कहाँबाट आयो यो शङ्का? आउनुहोस् अब यही शङ्काको जरोसम्म पुग्ने प्रयास गरौँ। स्रोत सामग्रीले यो आरोप लाग्नुका पछाडि मुख्य गरी 3वटा कारण औल्याएको छ। पहिलो त पुराना पार्टीहरूलाई लागेको शक, दोस्रो रवि लामिछानेको नागरिकता सम्बन्धी विवाद, अनि तेस्रो यो पूरै मुभमेन्टको अलि वेस्टर्न खालको भाइब। ल पहिलो कारणलाई हेरौँ, शक्तिको समीकरणमा आएको उथलपुथल। रासवपा र बालेन जस्ता शक्तिले वर्षौंदेखि जमेको एकाधिकार, भ्रष्टाचारको जालो अनि सिन्डिकेटमाथि सिधै धावा बोले। अब जब स्थापित शक्तिलाई धक्का लाग्छ, उनीहरूसँग सबसे भन्दा सजिलो हतियार के हुन्छ? यो त विदेशी एजेन्ट हो भनेर आरोप लगाइदिने। यो एकदमै पुरानो ट्याक्टिक हो। अब जाउँ दोस्रो कारणमा, रवि लामिछानेको नागरिकता काण्ड। हो, यो विवादले यिनी त विदेशतिरका मान्छे हुन् कि क्या हो भन्ने शङ्कालाई झन बढाइदियो। तर यहाँ एउटा एकदमै महत्त्वपूर्ण कुरा बुझ्न जरुरी छ है। नागरिकतामा प्रक्रियागत वा कानुनी गल्ती हुनु एउटा कुरा हो, अनि देशको हित विपरीत काम गर्ने विदेशी एजेन्ट हुनु चाहिँ पुरै अर्कै कुरा हो। यी दुईलाई एउटै डालोमा हाल्न मिल्दैन। तेस्रो कारण चाहिँ अलि रोचक छ, त्यो हो यो मुभमेन्टको स्टाइल वा भाइब। हेर्नुस् न, यसका समर्थकहरू धेरैजसो युवा छन्, सहरमा बस्छन्, सोशल मिडियामा एकदमै चलाक छन्, अनि ट्रान्सपरेन्सी, एकाउन्टेबिलिटी जस्ता शब्दहरू खुब प्रयोग गर्छन्। यो सबै हेर्दा कता कता पश्चिमी देशहरूमा चल्ने एन्टी इस्टाब्लिसमेन्ट आन्दोलन जस्तो देखिन्छ। अनि यही शैलीलाई समातेर यो त बाहिरबाटै सिकेर आएको आइडिया हो भन्ने आरोप लाग्ने गर्छ। तर के त्यसो भए विदेशी शक्तिको कुनै चासो नै छैन त नेपालमा? कुरा त्यति सिधा पनि छैन। यहाँ हामीले दुईवटा शब्द बीचको फरक छुट्याउनै पर्छ। एउटा हो हित र अर्को हो परिचालन। ल हेर्नुहोस् त, हित अर्थात् इन्ट्रेस्ट भनेको के हो? विदेशी देशहरूको नेपालमा आफ्नो स्वार्थ वा चासो हुनु, यो त सामान्य कुरा हो, भूराजनीतिमा सधैँ हुन्छ। तर परिचालित अर्थात् कन्ट्रोल हुनु भनेको चाहिँ के हो? त्यो भनेको सिधै पैसा लिएर वा आदेश मानेर कसैले भने अनुसार चल्नु हो। यी दुई कुरामा आकाश जमिनको फरक छ। त्यसो भए प्रमाणले के देखाउँछ त? अहिलेसम्मको अवस्था हेर्दा देशकै निराश र असन्तुष्ट नागरिकले उनीहरूलाई समर्थन गरेको प्रष्ट देखिन्छ। भोट पनि यहीँका जनताले हालेका हुन्। तर उनीहरूलाई विदेशबाट पैसा आएको वा कुनै देशले यो गर उसो गर भनेर नीतिगत आदेश दिएको चाहिँ कुनै प्रमाण भेटिएको छैन। मतलब प्रुफ छैन। अब यो नयाँ लहरको कुरा गर्दा दुईवटा मुख्य अनुहार अगाडि आउँछन्, बालेन शाह र रवि लामिछाने। उनीहरूको लक्ष्य उस्तै उस्तै देखिए पनि हिँडेको बाटो भने अलि फरक छ। या हेरौँ है त, बालेन शाहको रणनीति कस्तो छ? उनी सिस्टम बाहिरै बसेर दबाब दिएर देखिने गरी काम गरेर परिवर्तन ल्याउन खोजिरहेका छन्। उनको मुख्य शक्ति भनेकै उनको व्यक्तिगत छवि र काम गर्ने स्टाइल हो। अर्कोतिर रवि लामिछाने र उनको पार्टी रासपा छन्। उनीहरूको बाटो फरक छ। उनीहरू सिस्टमभित्रै छिरेर सरकारमा गएर कानून नै बदलेर परिवर्तन ल्याउन चाहन्छन्। उनीहरूको शक्ति चाहिँ जनताको बलियो भावनात्मक समर्थनमा अडिएको छ। अब अलिकति ठूलो चित्र हेरौँ। यो जुन नयाँ राजनीतिक तरङ्ग आएको छ, यसले नेपालको भविष्यको लागि कस्ता सम्भावना र कस्ता खतराहरू बोकेर आएको छ त? देशको लागि दाउमा के छ? हरेक सिक्काको दुई पाटा भए जस्तै यसको पनि छ। सकारात्मक पक्ष के छ भने यसले पुराना पार्टीहरूलाई अब त सुध्रिनुपर्छ है भन्ने दबाब दिएको छ। राजनीतिबाट टाढा भागेका युवाहरूलाई फेरि आकर्षित गरेको छ अनि भ्रष्टाचारलाई राष्ट्रिय बहसको केन्द्रमा ल्याइदिएको छ। तर जोखिम पनि कम छैन। अनुभवको कमीले गर्दा ठूला गल्तीहरू हुन सक्छन्।
जनताले राखेको ठूलो आशा त्यो छिट्टै नै निराशामा बदलिन पनि सक्छ। र सबैभन्दा ठूलो कुरा, यदि उनीहरूले पारदर्शिता देखाएनन् भने त्यही विदेशी एजेन्टवाला आरोपलाई झन बल पुग्छ। त्यसो भए यत्रो विश्लेषणपछि निचोड के त? हामीले हेरेको स्रोत सामग्रीको निष्कर्ष एकदमै प्रष्ट छ। अहिलेको अवस्थामा यी नयाँ शक्तिहरूलाई विदेशीले चलाएको भनेर आरोप लगाउनु अलि बढाई चढाई गरिएको दाबी हो। यो एक एक्जाजरेटेड क्लेम हो। तर कथा यहाँ सकिँदैन। एउटा ठूलो तर छ। अब यो विश्वासलाई बचाइराख्ने जिम्मा उनीहरूको काँधमा छ। उनीहरूको पैसा कहाँबाट आउँछ, कोसँग कस्तो कूटनीतिक भेटघाट गर्छन्, उनीहरूका नीतिहरू के हुन्, यी सबै कुरामा उनीहरू पूरै पारदर्शी हुनैपर्छ। नत्र भने जनताले गरेको यो भरोसा टुट्न बेर लाग्दैन। र जाँदा जाँदै एउटा गम्भीर प्रश्न मनमा खेलाउन छोडेर जाउँ, यदि उनीहरूले पूर्ण पारदर्शिता देखाउन सकेनन् भने के जनताको यो विश्वास लामो समयसम्म रहिरहला त? यसको उत्तर त सायद आउने समयले नै दिनेछ।